यो जुन प्रणाली छ यो चाहिँ बाहिरिने देखिराखेका छौँ। मैले अघि पनि भने केही स्थानहरूमा हल्का वर्षाको सम्भावना चाहिँ कायम छ। उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली बाढ़ीको अवस्थाबारे जानकारी दिँदै उहाँका अनुसार बाढ़ीको सम्भावना भने कायमै छ। रातिसम्म पानी परेका नदी खोला नदीहरूमा दिनभर जसो नै बाढ़ीको जोखिम हुन्छ भने अब वर्षाको सम्भावना बिस्तारै कम हुँदै गएको छ। ठूलो वर्षाको सम्भावना र अब पानी पर्दा हल्का र मध्यम खालको पानी पर्ने मौसमविदले बताएका छन्। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। हामी आफ्नो बाचामा तपाईको आफ्नै हिमालयन लाइफ इन्स्योरेन्स हामीसँग छ जीवन बीमाको अनेकौं पोलिसीहरू जसले बनाउँछ तपाईलाई हरेक पल चिन्ता रहित। हिमालयन लाइफ इन्स्योरेन्स, सुरक्षा अटल, भविष्य सबल। पर्वै पर्वको बहार, महालक्ष्मीको उपहार। महालक्ष्मी पेन्टको 1 लाखको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् हिरो 110 सीसी स्कुटर र हात खाली नजाने उपहारै उपहार। महालक्ष्मी पेन्ट, अब रंगिनेछ नेपाल। रिलायबल लाइफ, भरोसा यो हाम्रो सधैँ सधैँलाई। परिवार भएपछि चाहना थरी थरी पूरा पनि गर्नै पर्यो दुःख सुख गरी। हातमा हात मिलाउँदै अघि बढ्छु अब जिन्दगीमा समय कहिल्यै हुन्न एकनास। कुनै बेला लाग्न सक्छ सहयोगको आस। योजना छन् लाभदायी, सेवा पनि राम्रो। रिलायबल छ परिवार झै सधैँभरि हाम्रो। सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई। ओहो, के पाक्दैछ श्रीमतीज्यू? साह्रै मिठो बास्ना आयो त। पक्कै मिठो नै हुनुपर्छ। नेपाली किसानको उत्पादन आर्जु चामल विदेशी चामल भन्दा गुणस्तरीय अनि सस्तो हुन्न त मिठो। त्यसैले नेपाली खोजौं, नेपाली रोजौं। आर्जु चामल, गृहिणीहरूको पहिलो रोजाई। आर्जु राइस मिल, सम्पर्क 9820 36 0794 9820 36 0794। उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कोशी, मधेस र बागमती प्रदेशका धेरै ठाउँमा गएराती ठूलो वर्षा, आजदेखि मौसममा सुधार, अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई, ठूलो वर्षाका कारण नदी खोलाहरूमा बाढ़ी, वर्षा र पहिरोले मुख्य सड़क ठप्प लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। निरन्तरको वर्षा र पहिरोले काठमाडौँ उपत्यका जोड्ने र अरू मुख्य सड़क बन्द भएको छ। दशैं मनाउन घर पुगेकाहरू बीच बाटोमै अलपत्र परेका छन्। सरकारले आज र भोलि सार्वजनिक विदा दिएकाले समयमै कर्मथलो पुग्नुपर्ने बाध्यतामा रहेकाहरूलाई चिन्ता कम भएको छ, तर अत्यावश्यक कामका लागि हिँडडुल गर्नेहरूलाई शास्ति भएको छ। वर्षा र बाढ़ी बढ़न थालेपछि सरकारले हिजोदेखि नै काठमाडौँ उपत्यका प्रवेश गर्ने र लामो दूरीमा चल्ने गाड़ी सञ्चालनमा रोक लगाएको हो। भोलिसम्म अत्यावश्यक बाहेक अरू गाड़ी सञ्चालन गर्न रोक लगाइएको छ। बीपी राजमार्गमा पर्ने रोशी खोलामा आएको वर्षाले असोजमा आएको बाढ़ीपछि बगाएका डाइभर्सनहरू धेरैजसो अहिलेसम्म बनेका छैनन्। राजमार्गका ठाउँ ठाउँमा कटान भएको छ। यसैगरी फर्पिङ सिस्नेरी अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 4 महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द भएको छ। बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिका 11 मामती खोला र बुलढुङ्गामा खसेको पहिरोका कारण सड़क अवरुद्ध छ। यस्तै अरण्यको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4 किलोमा सड़क भाँसिएको छ र धुलीखेल खावामा र
54 किलोमा पहिरोका कारण आवजावत पूर्ण रूपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ। यसैगरी नारायणगढ मुगलिन सड़क खण्ड र नागढुङ्गा मुगलिन सड़क खण्डमा पनि पहिरोका कारण आवजावत प्रभावित भएको छ। राजमार्गमा अल्पत्र परेका यात्रु र गाड़ीलाई सकेसम्म चाँडो सुरक्षित ठाउँमा लैजाने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ। बीच बाटोमै अल्पत्र परेका यात्रुहरूलाई विभिन्न ठाउँमा होटल तथा खानाको प्रबन्ध पनि गरिएको छ। काभ्रेको धुलीखेल चितवनका विभिन्न होटल, कोशी राजमार्गका होटल लगायत ठाउँमा व्यवसायीहरूले खाना तथा बासको व्यवस्था मिलाएका छन्। यस्तै अविरल वर्षाका कारण हवाई उडान पनि प्रभावित भएका छन्। आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएका छन् भने केही अन्तर्राष्ट्रिय उडानहरू पनि डाइभर्ट भएका छन्। रसुवाको लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका 4 जना बेपत्ता भएका छन्। भक्तपुरबाट अस्ति शुक्रबार 16 जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो। गोसाईकुण्ड गाउँपालिका 4 बेरिङ खोल्सामा आएको पानीले बगाउँदा 16 जना मध्ये 4 जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। उहाँका अनुसार बेपत्ता हुनेमा भक्तपुरको ठिमी नगरपालिका 3 का 25 वर्षीय संस्कृति श्रेष्ठ, 25 वर्षीय किशन श्रेष्ठ, 25 वर्षीय संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका 10 का 23 वर्षीय रवि श्रेष्ठ रहेको राष्ट्रिय समाचार समितिले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बाढ़ी, पहिरो र डुबानको जोखिम बढ्दै गएको भन्दै सुरक्षित र सतर्क रहन आम नागरिकलाई आग्रह गर्नुभएको छ। विपदको अवस्थामा सरकार साथमा रहेको भन्दै नागरिकलाई सुरक्षित र सावधानी हुन उहाँले आग्रह गर्नुभएको हो। बाढ़ी पहिरो बढ्दै गएपछि हिजो देशवासीको नाममा सम्बोधन गर्दै उहाँले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता रहेको बताउनु भएको छ। अप्ठ्यारोमा परेको अवस्थामा तत्काल उद्धार गर्न सरकार तयार अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभएको छ। सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बावजुद उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको उहाँले बताउनु भएको छ। महत्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रूपमा निगरानी गरिरहेको पनि प्रधानमन्त्री कार्कीले जानकारी दिनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखेर आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले आवश्यक परेमा संघीय तथा प्रदेश स्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरेर आवश्यक सहजीकरण र व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ। बिरामी स्थानान्तरण तथा रेफरल सेवाहरूलाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ। निरन्तर वर्षाका कारण बाढ़ी, पहिरो तथा अरू प्राकृतिक प्रकोप उत्पन्न भए दुर्घटना, चोटपटक एवं जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मन्त्रालयले भनेको छ। मन्त्रालयले कुनै जानकारी तथा सहयोगका लागि संघीय स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अतिरिक्त मन्त्रालयको निशुल्क हेल्पलाइन नम्बर 1115 मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। कायाकैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला। यसपालिको चाडपर्व मनाउनुहोस् डिश होमको इन्टरनेट सँगै। अब डिश होमको जुनसुकै वार्षिक इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा पाउनुहोस् थप 3 महिना बोनस। त्यसमा पनि पाउनुहुनेछ 5G राउटर नि सित्तैमा। साथै हरेक हप्ता 14 जना भाग्यशाली विजेताले पाउनुहुनेछ पूरा 365 दिनको बोनस र बम्परमा जित्नुहोस् एक जोडीलाई 4 रात 5 दिनको थाइल्याण्ड टुर। डिश होम, खुसीको बोनस। डिश होम इन्टरनेट। हामी अहिले आमा बाबा बन्न तयार नै छैनौं। परिवार नियोजनको कुन साधन प्रयोग गर्दा ठिक होला? यसबारे जानकारी पाउन पाए सजिलो हुन्थ्यो। परिवार नियोजन सम्बन्धी सेवा तथा परामर्शका लागि नेपाल परिवार नियोजन संघ पुलचोक वा आफूलाई नजिक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्। साथै हाम्रो सेवाबारे बुझ्न र परामर्श लिन निशुल्क हेल्पलाइन नम्बर 166001 45000 मा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्ममा कल गर्नुहोस् र ढुक्क हुनुहोस्।
के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नशा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ? यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपीडी सेवा, विशेषज्ञ ओपीडी सेवा, निशुल्क औषधि वितरण, सशुल्क फार्मेसी सेवा, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, योग परामर्श सेवा, क्रियाकल्प सेवा, पूर्वकर्म पञ्चकर्म सेवा, छारसूत्र सेवा, जलौका सेवा, अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू। प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01 4110 696 98 514 24063। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। अब बाँकी खबर। अविरल वर्षापछि कृषिमा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह सार्वजनिक गरेको छ। मनसून सक्रिय रहने समयमा तरकारी बाली, फलफूल बगैँचा तथा पाक्न लागेको धान खेतमा पानी निकासको उचित व्यवस्था गर्न अनुरोध गरिएको छ। विषादी छर्कने कार्य रोक्न नदी खोला छेउका संरचना बाढ़ीको जोखिममा पर्न सक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित ठाउँमा व्यवस्थापनका लागि आग्रह गरिएको छ। कृषि मौसमविद रामेश्वर रिमालले विपदको समयमा किसानले विशेष ध्यान दिन सके बाली नाली जोगाउन सकिने उल्लेख गर्नुभयो। धान बालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पानीको निकास मिलाउन, धान नकाट्न, काटेको भए भित्रै हाल्न अनुरोध गरिएको छ। काटेको धान अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारी बालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पनि निकासको प्रबन्ध गर्न अनुरोध गरिएको छ। डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट, पुतली सड़क, काठमाडौँ। काया कैरनमा अब विदेशको खबर। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा रहेका इजरायली बन्धकहरूको रिहाईको बारेमा आउँदो केही दिनभित्र महत्वपूर्ण घोषणा हुन सक्ने बताउनु भएको छ। टेलिभिजन मार्फत सम्बोधन गर्दै उहाँले हमासलाई निशस्त्रीकरण गरिने र गाजालाई पूर्ण रूपमा अब सैन्य क्षेत्र नरहने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ। यसअघि अस्ति शुक्रबार हमासले अमेरिकाले प्रस्ताव गरेको 20 बुँदे शान्ति योजना अन्तर्गत बन्धकहरू रिहा गर्न तयार भएको जनाएको थियो, तर त्यसमा निशस्त्रीकरणको विषय उल्लेख थिएन। शान्ति योजनामा बन्धकहरू आदान प्रदानसँगै मृतकहरूको शव दिने सहमति भएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई तत्काल सम्झौता कार्यान्वयन गर्न चेतावनी दिनुभएको खबरमा उल्लेख छ। गाजाको अवस्था निकै नाजुक बनेको छ। त्यहाँ इजरायली आक्रमण रोकिएको छैन। हिजो मात्रै गाजाका विभिन्न ठाउँमा गरिएका हवाई आक्रमणमा कम्तीमा 66 जनाको ज्यान गएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री नेतन्याहुको नेतृत्वमाथि आलोचना भइरहेको छ। विशेष गरी युद्ध लम्ब्याएर व्यक्तिगत राजनीतिक लाभ लिन खोजिएको आरोप उहाँमाथि लागिरहेको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी टी20 विश्वकप छनौटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई हराएको छ। हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई 6 विकेटले हरायो। ओमानले दिएको 111 रनको लक्ष्य नेपालले 4 विकेट गुमाएर 17 ओभरमा पूरा गर्यो। नेपालको जितमा आसिफ शेखले 61 रन जोडे, रोहित पौडेलले 25 र कुशल भुर्तेलले 11 रन बनाए। कुशल मल्ल 10 र सन्दीप जोरा 1 रनमा अभिजित रहे। त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली ओमानले 9 विकेट गुमाएर 110 रन बनाएको थियो। ओमानलाई हराउन सम्पाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान 2-2 विकेट लिए। आईसीसी टी20 विश्वकपको एसिया र इस्ट एसिया पेसिफिक छनौट खेल्न नेपाली टिम ओमानमा छ। नेपालले विश्वकप छनौटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर 6 मा छनौट हुनेछ। सुपर 6 को शीर्ष 3 टिमले अर्को वर्ष हुने टी20 विश्वकपमा स्थान बनाउनेछन्।
काया कैरनमा अब केही खबर संक्षेपमा। अस्तिदेखिको लगातारको वर्षाका बावजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम चलिरहेको छ। विजयादशमीका दिनदेखि शुरू भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म चल्ने गर्छ। यस वर्ष भोलि सोमबार कोजाग्रत पूर्णिमाको अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। असोज शुक्ल प्रतिपदादेखि असोज शुक्ल पूर्णिमासम्मको 15 दिन बडा दशैं भव्य रूपमा मनाइन्छ। असोज शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेक सहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ। नजिकको परिवारका सदस्य पनि काम विश्लेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउने हिँड्नेहरू हुन्छन्। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजय दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ। अर्थ मन्त्रालयले योगदानकर्ताहरूलाई सुरक्षित, पारदर्शी र प्रभावकारी तरिकाले राहत रकमको प्रयोग सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयले भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका क्रममा प्रभावित शहीद परिवार र घाइते व्यक्तिहरूको राहत तथा उपचारका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकमको पारदर्शी व्यवस्थापनमा हिजो एक सूचना जारी गर्दै ध्यानाकर्षण गराएको हो। केही गैर सरकारी संघ संस्थाहरूले समानान्तर र अपारदर्शी ढंगले रकम प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सरकारले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। लामो समयदेखि प्रभावित रहेको 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्याकेज 3 को काम फेरि शुरू भएको छ। आयोजना र निर्माण व्यवसायबाट संयुक्त रूपमा प्रसारण लाइन निर्माण क्षेत्रको भ्रमण गरी जग्गा अधिग्रहण र वन क्षेत्रको प्रयोगमा रहेको समस्या समाधानको पहल गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रूख बिरुवा हटाउनका लागि आयोजनाले सम्बन्धित निकायसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिएको भण्डारीको भनाइ छ। वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रूख बिरुवा हटाउन स्वीकृति नपाउँदा प्रसारण लाइन निर्माण प्रभावित भएको थियो। वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत धादिङ खण्डका 16 ठाउँमा पहिरोको जोखिम रहेको छ। जिल्ला विपद व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका 16 ठाउँमा पहिरो र सड़क भाँसिने उच्च जोखिम रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले राजमार्गमा यात्रा गर्न सकिने अवस्था नभएकाले आफ्नो ठाउँमा सुरक्षित रहन आग्रह गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले अविरल वर्षा र त्यसबाट उत्पन्न बाढ़ी पहिरो तथा डुबानको खतराबारे सजग रहन अपील गर्नुभएको छ। हिजो विज्ञप्ति निकालेर उहाँले विपदमा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैसँग आग्रह समेत गर्नुभएको छ। राष्ट्रपति पौडेलले यस विपत्तिको घड़ीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपील पनि गर्नुभएको छ। यस्तै विभिन्न राजनीतिक दलहरूले निरन्तरको वर्षापछि उत्पन्न विपदको अवस्थामा उद्धार र सहयोगका लागि आग्रह गरेका छन्। गुणस्तरीय रूपमा बजारमा स्याउ ढुवानी गर्न जुम्लामा स्याउ कार्टुन वितरण गरिएको छ। कृषि विकास कार्यालय र कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई हुम्लाले स्याउ कार्टुन वितरण गरेको हो। र वर्षातमा बन्द रहेको जीप सफारी चितवन राष्ट्रिय निकुञ्जले 3 महिनापछि शुरू गरेको छ। बर्खायाममा निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सीमा भलबाड़ी आएर बाटोमा समस्या आएपछि निकुञ्जले जीप सफारी बन्द गरेको थियो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले असार 16 गतेदेखि बन्द गरेको सफारी असोजको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। गएको आर्थिक वर्षमा सञ्चालन भएका जीपलाई मात्र यस वर्ष नवीकरण गरी सफारी शुरू गरिएको हो। गएको वर्ष जीर्ण देखिएका जीपलाई मर्मत सम्मार गरेर नवीकरणमा ल्याइएको छ। काया कैरनमा अब पालो उखानको। धन भन्दा ज्यान प्यारो। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक। कोशी, मधेस र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा, आजदेखि मौसममा सुधार, अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई। ठूलो वर्षाका कारण नदी खोलाहरूमा बाढ़ी, वर्षा र पहिरोले मुख्य सड़क ठप्प, वर्षा रोकिएको ठाउँमा दिनभर जसो नै बाढ़ीको जोखिम। वर्षा र पहिरोले काठमाडौँ उपत्यका जोड्ने र अरू मुख्य सड़क बन्द, आज र भोलि सार्वजनिक विदा। केही दिनभित्रै इजरायली बन्दकहरू रिहाईको घोषणा हुनेमा प्रधानमन्त्री नेतन्याहु विश्वस्त, हमासलाई तत्काल सम्झौता कार्यान्वयन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र आईसीसी टी20 विश्वकप छनौटको अभ्यास खेलमा नेपालले ओमानलाई 6 विकेटले हरायो। र अन्त्यमा आजको कार्टुन। आज हामीले अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दशैं बजार देखाइएको छ। बाहिर गेटमा दशैं एक्सप्रेस अफर भनेर लेखिएको छ।
भित्तामा पुरानो ल्याउनुहोस् नयाँ लानुहोस् भनेर पनि एउटा ब्यानर टाँगिएको छ। अनि एकजना मान्छे मोटरसाइकल लैजाँदैछन् भित्र र भित्रबाट अर्को मान्छे साइकलमा आउँदैछन्। साइकलमा आउँदै गरेका मान्छे भन्दैछन् पुरानो मोटरसाइकल लियो अनि नपुग्या पैसा थपेपछि यो साइकल दियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौं। वर्षाको बेला अत्यावश्यक बाहेक यात्रा नगरौं। नमस्कार। सर्पको टोकाइबाट बच्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं। जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ। सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। पैसा सिटी एक्सप्रेसको साथ पाइन्छ हरेक हप्ता 1 लाख। दशैं तिहारमा सिटी एक्सप्रेसको साथ पाइन्छ हरेक हप्ता 1 लाख। यसका साथै हरेक दिन सिटी पेबाट हात खाली नजानी क्यासब्याक पनि पाउनुहोस्। त्यसैले विदेशबाट पैसा पठाउँदा सिटी एक्सप्रेसबाटै पठाउनुहोस्। दशैं तिहारमा सिटी एक्सप्रेसको साथ पाइन्छ हरेक हप्ता 1 लाख। सीधा कुरा प्रश्न विचार। उज्यालो रेडियो नेटवर्क। बाँच्न पाऊ हाँसी खुशी, दुःख होइन सुख बढोस्। बाँच्न पाऊ हाँसी खुशी, दुःख होइन सुख बढोस्। साँच्न पाऊ शान्ति सधैँ, बुद्ध भूमि अमर रहोस्। साँच्न पाऊ शान्ति सधैँ, बुद्ध भूमि अमर रहोस्। बाँच्न पाऊ हाँसी खुशी, दुःख होइन सुख बढोस्। माया गर्दै देशलाई सब थरो अघि बढुन्। माया गर्दै देशलाई सब थरो अघि बढुन्। इलाम र पसिनाले मातृभूमि स्वर्ग पारुन्। बाँच्न पाऊ हाँसी खुशी, दुःख
बाँच्न पाऊ हाँसी खुसी दुःख होइन सुख बढोस् बाँच्न पाऊ हाँसी खुसी दुःख होइन सुख बढोस् साच्न पाऊ शान्ति सधैँ बुद्ध भूमि अमर रहोस् साच्न पाऊ शान्ति सधैँ बुद्ध भूमि अमर रहोस् अमर रहोस् अमर रहोस् मेरो देश अमर रहोस् मेरो देश अमर रहोस् मेरो देश अमर रहोस् बुद्ध बना ज्ञान बना आमा पुकार बुद्ध बना ज्ञान बना आमा पुकार धरालाई पूजा गरी शान्ति उमार धरालाई पूजा गरी शान्ति उमार बुद्ध बना आए भने घाउ सोधु है रुँदै कोही आए भने घाउ सोधु है भोकै कोही आए भने भोजन खोजु है खेती गरे माया मात्रै शान्ति फुल्दछ भरी मनै भरी माया झुल्दछ बुद्ध बना ज्ञान बना आमा पुकार बुद्ध बना भन्ने खाडल पुर्नु पर्छ गरीब र धनी भन्ने खाडल पुर्नु पर्छ मधेस र पहाडको दूरी घट्नु पर्छ घाँस बास सबैलाई मिलाउनु पर्छ राष्ट्र बचाई देशवासी मौलाउनु पर्छ बुद्ध बना ज्ञान बना आमा पुकार बुद्ध बना ज्ञान बना आमा पुकार धरालाई पूजा गरी शान्ति उमार धरालाई पूजा गरी शान्ति उमार बुद्ध बना
सीधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। स्वर्ग भुलाउने भूमि नेपाल साँच्चै सुन्दर शान्त विशाल। स्वर्ग भुलाउने भूमि नेपाल साँच्चै सुन्दर शान्त विशाल। छातीमा पशुपति शिरमा हिमाल। बुद्धका आँखा खुल्छन् हजारा, बुद्धका आँखा खुल्छन् हजारा। स्वर्ग भुलाउने भूमि नेपाल साँच्चै सुन्दर शान्त विशाल। फूलबारी एउटै फूल अनेक, मुटु छ एउटै माया अनेक। फूलबारी एउटै फूल अनेक, मुटु छ एउटै माया अनेक। शान्तिको बाणी हाम्रो पुकार, नेपाली बीचको एउटै आधार। स्वर्ग भुलाउने भूमि नेपाल साँच्चै सुन्दर शान्त विशाल। जन्नु है नेपाली भई, हिमाल झै जुट्छौ हिमाली भई। फुटेर जन्नु है नेपाली भई, हिमाल झै जुट्छौ हिमाली भई। आधी रोक्छौ बाढीलाई छेक्छौ, शान्ति नै बाँड्छौ शान्त भई। स्वर्ग भुलाउने भूमि नेपाल साँच्चै सुन्दर शान्त विशाल। स्वर्ग भुलाउने भूमि नेपाल साँच्चै सुन्दर शान्त विशाल। छातीमा पशुपति शिरमा हिमाल। बुद्धका आँखा खुल्छन् हजारा, बुद्धका आँखा खुल्छन् हजारा। स्वर्ग भुलाउने भूमि नेपाल साँच्चै सुन्दर शान्त विशाल। बैंक तथा वित्तीय संस्थाबाट कर्जा अर्थात ऋण लिएपछि त्यसको सही ठाउँमा सदुपयोग गर्नुपर्छ। जेको लागि भनेर कर्जा लिएको हो त्यही काममा प्रयोग गर्नुपर्छ।
कर्जा दुरूपयोग गरेमा जरिवाना तथा कैद सजाय समेत हुन सक्छ। कर्जाको सही सदुपयोगको विषयमा थाहा पाउन नेपाल राष्ट्र बैंकको कुरा सुन्नुपर्छ। नेपाल राष्ट्र बैंक भन्छ, कर्जा लिने व्यक्ति वा संस्थाले जुन प्रयोजनका लागि कर्जा लिएको हो त्यसमै मात्र प्रयोग गर्नुपर्छ। तोकिएको प्रयोजन बाहेक अन्यत्र प्रयोग भएमा त्यो कर्जाको दुरूपयोग हुन्छ। कर्जाको दुरूपयोग गर्नुलाई बैंकिङ कसुर तथा सजाय ऐन 2064 बमोजिम बैंकिङ कसुर भएको मानिन्छ। यसरी बैंकिङ कसुर गर्नेलाई ऐनको व्यवस्था अनुसार बिगो भराई, बिगो बमोजिमको जरिवाना तथा कसुरको मात्रा अनुसार कैद सजाय समेत हुन सक्छ। त्यसैले आफूले लिएको कर्जाको सदुपयोग गरौं, बैंकिङ कसुरबाट जोग्यौं। सीधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। मरे पनि मेरो देश बाँचिराखो, मरे पनि मेरो देश बाँचिराखो। हिमालको टाकुरामा नेपालीका पाखुरामा चन्द्र र सूर्य अंकित झंडा फर फर नाचिरहो। मरे पनि मेरो देश बाँचिराखो, मरे पनि मेरो देश बाँचिराखो। लाली गुराँसको फूलमा मेरै रगतको रंग, डाली डालीमा झुल्दछ मेरै मनको तरंग। मेरो सारा अस्तित्व यही धरतीमा मिलेको छ, कदापि मर्दैन चाहे कसैले मुटु नै चुडी लगो। मरे पनि मेरो देश बाँचिराखो, मरे पनि मेरो देश बाँचिराखो। मर्छु देशको निम्ति गर्दै मरी मरी काम, अर्पित गर्छु आफ्नो जीवन यो देशलाई समान। यही एउटा धोको छ, चाहहरू केही छैन। मरे पनि यो मेरो प्यारो हिमाल हाँसिराखो, मरे पनि मेरो देश बाँचिराखो, मरे पनि मेरो देश बाँचिराखो। आफ्नो गीतहरूमा मैले कल्पना लाखौं पोखे, तो देशलाई
माथि उचाल्ने सपना हजारौं देखे ठलो ठुलो त्यो देश सधैँ यही नै मेरो कामना म मरे पनि यो देशले मेरो सपना साँची राखो म मरे पनि मेरो देश साँची राखो म मरे पनि मेरो देश बाँची राखो यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ यहाँ देशको छ चिन्ता तिम्रै सुरक्षा गर्न गाह्रो छ या मलाई तिम्रै सुरक्षा गर्न गाह्रो छ या मलाई तिम्रै सुरक्षा गर्न गाह्रो छ या मलाई तिमी धरती छोडी माथि आकाशका तारा गन्छौ साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि